परियोजनाले मुक्तिनाथ विकास बैंकसँगको सहकार्यमा प्रवर्धन गरेको मुक्तिनाथ कृषि बचत खाता नामक विशेष बचत खाता मार्फत 2071 जना किसानको ब्याङ्किङ प्रणालीमा पहुँच पुगेको छ। परियोजनाले लाभान्वित किसानहरूलाई बचत गर्ने बानी, साधारण नाफाघाटा र आय व्ययको विवरणको सामान्य हिसाब सम्बन्धी वित्तीय साक्षरता तालिम समेत प्रदान गरेको छ। उक्त विशेष बचत खाता मार्फत रिप्लान्टले साना किसानहरूलाई सामान्य खाताका तुलनामा बचतमा उच्च ब्याज दर प्राप्त गर्नुका साथसाथै अन्य थुप्रै सहुलियतपूर्ण सुविधा र भविष्यका कृषि कर्जामा ग्राह्यता प्राप्त गर्न सहयोग पुर्याउनेछ। रिप्लान्टमा जोडेर काम गर्दाखेरि सर हामीहरूले स्पेसल्ली ग्रामीण ब्याङ्कमा रहेका कृषकहरूलाई चाहिँ कृषक बचत खाता मुक्तिनाथले एउटा कृषि बचत खाता ल्याएको थियो। कृषि बचत खातामा आबद्ध गरायो उहाँहरूलाई। यसले गर्दाखेरि जुन ग्रामीण भूविभागमा मान्छेहरू वित्तीय साक्षरता नपुगेको अवस्थामा उहाँहरूलाई वित्तीय साक्षरताको कार्यक्रमहरू सञ्चालन गर्यो। साथै बचत कसरी गर्न सकिन्छ, आय आर्जनको कार्यक्रममा कसरी आबद्ध हुन सकिने र बचतलाई कसरी परियोजना गर्दाखेरि भोलि दीर्घकालीनमा समस्या पर्दाखेरि त्यसलाई कसरी निराकरण गर्न सकिन्छ भन्ने कुरालाई जानकारी गराएको छ। स्पेसली एकदम गरिब समुदायहरूलाई जसको वित्तीय पहुँच ब्याङ्कसम्म पुगेको थिएन तिनीहरूको घरतल्लोमा नै गएर मुक्तिनाथ विकास ब्याङ्कले यस प्रोग्राम अन्तर्गत रहेर वित्तीय साक्षरता कार्यक्रमहरू सञ्चालन गरेको छ। यो वित्तीय साक्षरता तालिम हाम्रो यो गाउँ घरका किसानहरूको लागि एकदमै इम्पोर्टेन्ट, एकदमै आवश्यक पार्ट रहेछ, चिज रहेछ जस्तो मलाई चाहिँ महसुस भइरहेको छ। किनभने हाम्रो यो वित्तीय साक्षरता भनेको दैनिक जीवनमा चाहिँ एकदमै आवश्यक महत्त्वपूर्ण चिज छ। यसमा चाहिँ हाम्रो वित्तीय साक्षरताको तालिम लिइसकेपछि उहाँहरूले चाहिँ कसरी खर्च गर्ने, कसरी चाहिँ बचत गर्ने लगायतका धेरै कुराहरू चाहिँ सिक्ने चाहिँ एउटा मौका पाइराख्नु भएको छ। आफ्नो परिवारकै सदस्यबाट पनि खर्च र आम्दानीको बारेमा सधैँ टिप्नी र खर्च गर्ने, आम्दानी अनुसार तुलनात्मक रूपमा हामीले महिनाभरिमा हिसाब किताब गरेर चाहिँ त्यसमा कति खर्च गर्न पर्दो रहेछ भन्नेसम्म ज्ञान चाहिँ हामीले त्यहाँलाई राम्रोसँग दिनुभएको छ। हामी कृषक भएको नाताले हामीलाई त्यो पनि चाहिने चिज हो भन्ने लागेको थियो। त्यो खर्च दिनभरिको खर्च जोड्ने, त्यसपछि रजिस्टरमा टिप्ने, आम्दानी कति भयो, खर्च कति भयो भन्ने त्यस्ता कुराहरू सबै सिकाउनु भयो। त्यसपछि अब हामी किसानलाई त बिउ बिजनहरू, मल, खाद, औजारका सामग्री भनौँ अब त्यो मुक्तिनाथ विकास बैङ्कमा खाता खोलेपछि सहुलियत मूल्यमा छुटमा पाइन्छ भन्ने कुराहरू यहाँले भनिदिनु भयो र त्यसपछि हामीलाई एकदम प्रभावकारी लाग्यो। अब किसान हो, अब तलब कहीँबाट आउन्न, खेतीपाती गरेर उब्जनी गर्ने हो, त्यही पनि यो समय मौसम पानीको अनुकूल यो राम्ररी पनि हुन्न। त्यही भएर अब त्योमा गरेपछि जोडेर खाता खोलेपछि हामीलाई अलिकति सहुलियत होला भन्ने किसिमले हामी सबैले हाम्रै इच्छा जाहेर जो भयो र हामीले खाता खोले हो। रिप्लान्ट परियोजनाले अलायन्स पार्टनर सिद्धार्थ प्रिमियर इन्सुरेन्स मार्फत करिब 5000 जना किसानलाई बाली बिमा सम्बन्धी जानकारी र अभिमुखीकरण प्रदान गरेको छ। फलस्वरूप 223 घरधुरीलाई धान, गहुँ र मकैको बाली बिमा र किसानको दुर्घटना बिमा मार्फत बाली भित्र्याउनु पूर्वको क्षतिको जोखिम वहनमा समेत पहुँच पुर्याएको छ। रिप्लान्ट परियोजना अन्तर्गत क्रप इन्सुरेन्स जुन हाम्रो ग्रामीण महिला उत्थान केन्द्रद्वारा हामी चाहिँ काम गर्न सुरु गऱ्यौँ। अनि त्यसपछि अब यसलाई हामी पुरै भए पनि बुझाएर उहाँहरूलाई अब हामीले चाहिँ अब जसै तसरी थोरै बहुत हामीले चाहिँ गरेको बिमा गरेर अहिले यहाँसम्म गरेका छौँ। अहिले म गरेको फेरि मकैको हो, मकै बालीको हो। यो बसन्ते मकैको बालीको बिमा म गरेको छु। जसले अब बाली बिमा गर्छ उसको पनि अनिवार्य के भन्छ अरे त्यो बालीको जुन मालिक हो अब उसको फेरि अब दुर्घटना बिमा पनि हुँदो रहेछ। यो फिटमा रोपेको 15 दिनदेखि अब त्यो नभित्र्याउनसम्म अब हुने रहेछ। अब बिचमा केही अब किरा लागेर केही अब त्यस्तो प्राकृतिक जुन बाढी पहिरो अथवा के भन्छ अरे घामले अथवा असिनाले केही अब नोक्सान गर्यो भने अब उसको अब नोक्सान अनुसारको कति % नोक्सान भएको छ त्यो मूल्याङ्कन गरेर प्राविधिकको मूल्याङ्कन हेरेर त्यो क्षतिपूर्ति पाइने रहेछ। अब त्यो मलाई एकदमै राम्रो लाग्यो।
हर्मेटिक भण्डारण प्रविधिको पहुँचमा वृद्धि र दिगो सप्लाई चेनको विकासका लागि तीनै तहको सरकारको सहभागिता र अपनत्व हुन जरुरी छ। रिप्लान्ट परियोजनाले यही कुरालाई आत्मसात गर्दै सरकारी संयमतासँग हातेमालो र सहकार्यमा जोड दिँदै आएको छ। स्थानीय तहमा आरप्याक, एमप्याक, समन्वय बैठक र भ्रमण मार्फत सरकारवाला बीचको सम्बन्धलाई उल्लेखनीय रूपमा मजबुत बनाएको छ। प्रादेशिक कृषि मन्त्रालय, एकेसी, पिएमएपी र अन्य प्रमुख सरकारहरूवालासँगको समन्वयमा स्थानीय स्तरमा मात्र नभए प्रादेशिक र राष्ट्रिय स्तरमा रिप्लान्टको नेटवर्क र प्रभावलाई थप सुदृढ बनाएको छ। फलस्वरूप बाँके र दाङ जिल्लाका विभिन्न स्थानीय तहले वार्षिक बजेट मार्फत हर्मेटिक भण्डारण प्रविधि, मोइस्चर मिटरको खरिद र बाली बिमामा सहुलियतका लागि बजेट विनियोजन गरी वितरण समेत गरेका छन्। साथै कतिपय स्थानीय तहले आगामी वार्षिक योजनामा उक्त प्रकारका योजना समावेश गरी अपनत्व ग्रहण गरेका छन्। आइडिई नेपालले छोटो समयमा हासिल गरेको अनुभवबाट किसानलाई प्रविधिमा पहुँच र प्राविधिक सहयोगमा वृद्धि गरी दिगो उपभोगमा प्रोत्साहित गराउन रिप्लान्ट परियोजना पश्चात समेत अलायन्स पार्टनर, विभिन्न सरकारवाला निकायको साझेदारी र समन्वय हुन जरुरी देखिन्छ। हर्मेटिक भण्डारण प्रविधिको दिगो सप्लाई चेनको विकास, जनसहभागिता र पहुँचमा वृद्धि मार्फत भण्डारण पश्चातको नोक्सानमा कमी गरी समग्र मुलुकको खाद्य सुरक्षाको प्रत्याभूति, दिगो विकास र समृद्ध नेपाल, सुखी नेपाली लक्ष्य प्राप्ति हुनेमा हामी आशावादी छौँ। रिप्लान्टले यो योजना ल्यायो। यो योजनामा जनताहरू, किसानहरू धेरै प्रभावित हुनुहुन्छ, धेरै खुसी हुनुहुन्छ र पालिकाले पनि यो अपनत्व लिएर यो कार्यक्रमलाई अगाडि बढाउनेछ। किसानहरूलाई जागरुक गराउने काम पनि गरेको छ। अनि अब अन्य प्रविधिहरूसँग जोडाउने काम गरेको छ कि रिप्लान्टले किसानहरूलाई अब नयाँ प्रविधिको बारेमा बुझाउने काम गरेको छ। यस्ता प्रोग्रामहरू, रिप्लान्ट जस्ता प्रोग्रामहरू चाहिँ अन्य प्रोग्राम आगामी दिनहरूमा अझ धेरै ल्याइदिँदा अझ राम्रो होला। थारू समुदायमा हुर्केको मान्छे अन्त जानु हुँदैन भन्ने खालको मानसिकता नै हाम्रो थियो। त्यसपछि धेरै बोल्न नसक्ने मान्छे आज यो रिप्लान्ट परियोजनाले हामीलाई चाहिँ थोरै भए पनि सेल्फ इम्प्लोइ हुन सिकायो, सेल्फ इम्प्रुभमेन्ट हुन सिकायो। त्यसको लागि चाहिँ म एकदमै धेरै धन्यवाद दिन चाहन्छु।